नमस्कार सम्पूर्णमा, मेरो नाम चाहिँ सङ्गीत विद्या थकी मगर। म चाहिँ बडेघाट गाउँपालिका वडा नम्बर 10 नुनथलामा बसोबास गर्छु र यो दृश्य देख्न सक्नुहुन्छ तपाईहरुले। यो दृश्य चाहिँ बडेघाट 10 बागलुङ गङ्गरेको हो र म भ्लग बनाउने काम गर्दछु। कहिलेकाहीँ म भ्लग बनाउँदछु र यस मेलाको सम्पूर्ण भ्लगहरु लिन पाएन, किनभने म यस कार्यक्रमको सचिव भएको कारणले म पुरै भ्लगहरु लिन पाएन र तपाईहरुलाई भिडियो कैद गरेको भ्लग सँगै यस ठाउँको विशेषताहरु बताउन गइरहेको छु। बागलुङ, गुल्मी र प्युठानको संगम स्थल गङ्गरेमा स्थानीय खेल, कला, संस्कृति, शिक्षा, पर्यटन, व्यापार, संरक्षण तथा प्रवर्धन र गङ्गरेलाई पर्यटन व्यापार मार्गको रूपमा विकास गर्नको लागि हरेक वर्षको जेठ 20 गतेदेखि जेठको 27 गतेसम्म यस श्री युथ युनिटी क्लब बडेघाट 10 चिसापानी बागलुङले विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रमहरू आयोजित गर्दछ र यस ठाउँमा हरेक वर्ष राष्ट्रिय कलाकार तथा राष्ट्रिय खेलाडीहरूको उपस्थित हुने गर्दछ। र यो दृश्य रहेको थियो 2082 सालको र अहिले यस मेलामा अहिले खुल्ला वडा स्तरीय पुरुष भलिबल तर्फ प्रथम पुरस्कार रहेको थियो 1 लाख कप मेडल प्रमाणपत्र रहेको थियो भने द्वितीय पुरस्कार 60,000 रहेको थियो र यो एक चर्चित ठाउँ हो। यहाँ गुल्मी, तम्गास, रूपन्देही, बुटोल, दाङ, गोराई, रोल्पा आदि ठाउँहरूबाट विभिन्न फेन्सी होटल जस्ता विभिन्न व्यवसायहरू आउने गर्दछन्। यो ठाउँ 3 जिल्ला बागलुङ, गुल्मी, प्युठानको मानिसहरूको ठूलो जमघट हुन्छ भने अन्य जिल्लाहरूको मानिसहरूसँग पनि भेट हुन्छ। यो ठाउँ पछिल्लो समयमा बिस्तारै विकासकै गतिविधिहरू अगाडि बढ्दै गएको छ। यस ठाउँमा हजारौं मानिसहरूको भेट हुन्छ। यस ठाउँमा पहिले बागलुङ, गुल्मी र प्युठानको मानिसहरू भेट भई झाम्रे गाउने, नाच्ने र एक दिन त रम्ने र रमाउने प्रचलन थियो रे। तर पछिल्लो समय विक्रम सम्वत 2071 सालदेखि यस युथ युनिटी क्लब संस्थाले विविध कार्यक्रमहरू गर्दै आयो र पछिल्लो समय यस संस्थाले राम्रो गर्दै आएको छ।